सुनको बल सुनको बल सुनको बल अब आफ्नो एक्सट्रिम एनर्जी ड्रिङ्कको क्यानमा भएको क्युआर कोड स्क्यान गर्नुहोस् र सुनको बल जित्ने मौका पाउनुहोस्। Every decision creates two stories, one of celebration and one of controversies. अर्थात् फुटबलमा रेफ्रीको कुनै पनि निर्णयले एउटा टिममा खुसियाली छाउँछ भने अर्को टिममा कन्ट्रोभर्सी र दुःखको माहौल देखिन्छ। यसपटक भइरहेको फिफा विश्वकप 2026 मा पनि यस्तै दृश्य देखिरहेका छौँ। रेफ्रीको निर्णयले गर्दा एउटा टिममा सेलिब्रेसनको माहौल छाइरहेको छ भने अर्को टिमका फ्यानहरू भने रुष्ट देखिन्छन्। यसै विषयमा केन्द्रित रहेर आज भने हामी फिफा रेफ्रीको रूपमा विभिन्न इन्टरनेसनल म्याचेसहरूमा आफ्नो भूमिका निर्वाह गरिसक्नुभएका प्रकाशनाथ श्रेष्ठ आउनुभएको छ र उहाँले चाहिँ अस्ट्रेलियाको भिक्टोरियामा भइरहेको नेसनल प्रिमियर लिगमा एडभान्स रेफ्री प्यानलमा पनि उहाँ हुनुहुन्छ र हु बेटर देन द प्रोफेसनल म्यान हिमसेल्फ प्रकाशनाथ श्रेष्ठ टु टक अबाउट द अनगोइङ कन्ट्रोभर्सियल topics of FIFA World Cup 2026. I would like to welcome my guest Prakashnath Shrestha on Extreme Present Golgaf. स्वागत छ हजुरलाई हाम्रो थ्याङ्क यू सो कार्यक्रममा। अस्ट्रेलियामा हुनुहुन्थ्यो होइन, केही समय अगाडि अब रेफ्रीको भूमिका निर्वाह गरिराख्नु भएको थियो, एक्कासी नेपाल आउनुभयो होइन, यही विषयमा जान्न चाहे होइन। अस्ट्रेलियाबाट नेपाल चाहिँ आउनुको कारण चाहिँ के छ त्यो थोरै भनिदिनु न। म अस्ट्रेलियामा राम्रै गेम खेलाइरहेको थिएँ, अब सडनली नेपालमा चुनाव हुने भएको भएर चाहिँ नि म रेफ्री सङ्घको अध्यक्षमा उठेर रेफ्रीको डेभलप गरौँ, हाम्रो नेपाली रेफ्री पनि आज जुन कन्डिसनमा छ त्यो कन्डिसन फेस गर्न नपरोस् भोलिका आउने रेफ्रीहरूले र फ्युचरमा राम्रो होस् भन्ने सोचका साथ आएको छु। भनेपछि अस्ट्रेलिया चाहिँ कम्प्लिटली नै छोड्नु नै भयो भन्न मिल्छ कि के छ? यस, अभियसली भन्न मिल्छ। अब मैले चाहिँ नि छोडेकै हो, किन भन्दाखेरि म इन्ट्रेस्टले गएको होइन, पैसा आई मिन त्यहाँ जब गर्न त्यहाँ सेटल हुनलाई गएको होइन। एउटा एन्फाको राजनीतिको प्रब्लमले मेरो नाम फिफाबाट मुभ गर्थ्यो अनि लाइक आई हर्ड सम न्युज फ्रम द एन्फा होइन, लाइक दे वन्ट गिभ मी चान्स टु इन्गेज अन द फुटबलमा इन्गेज नहुने भन्ने न्युज सुनिसकेपछि चाहिँ नि मैले यहाँ बसेर टाइम वेस्ट गर्नुभन्दा अस्ट्रेलिया गयो भने केही चान्सेसहरू पाउँछ भन्ने। हुन्छ, म यो विषयमा पनि आउँछु होइन। अब हाउ युआर लेफ्ट फ्रम यर पोजिसन होइन, के भयो भनेर पनि अब यस्तै कुराहरू छ। एन्फाको त अब विभिन्न अहिले नेपालको फुटबल पनि चलायमान भएको स्थिति छ नि, यो विषयमा नि म आउँछु अवश्य पनि। त्यो बाहेक चाहिँ अब फेरि भने आई वुड लाइक यु टु इन्ट्रोड्युस योरसेल्फ होइन, दर्शकको लागि पनि। तपाईँले विभिन्न इन्टरनेसनल म्याचेसहरू त रेफ्रीमा चाहिँ रेफ्रीको भूमिका निर्वाह गरिसक्नु भइसकेको छ, तर पनि रेफ्री भनेको त अनसङ हिरो हो नि त होइन। रेफ्री चाहिँ कहिले पनि नोटिस हुँदैनन्। सो एकचोटि थोरै हाम्रो दर्शकको लागि पनि आफ्नो परिचय दिनु न। अब तपाईँले अलरेडी भनिसक्नुभयो, मेरो नाम प्रकाशनाथ श्रेष्ठ, आइएम फ्रम पाटन होइन। अब मैले चाहिँ नि धेरै यङ एजमै रेफ्री सुरु गरेको। म चाहिँ नि एन्फा एकाडेमीमा थिएँ, 2057 मा सेलेक्ट भएर सेकेन्ड ब्याच, एन्फाको सेकेन्ड ब्याचमा थिएँ। त्यहाँ हुँदाहुँदै मैले आई थिङ्क 2002 मा मैले रेफ्री कोर्स सुरु गरेको। त्यहाँदेखि रेफ्री 2 भनेपछि त 2 दशक नै। हजुर 2002 मा मैले फर्स्ट रेफ्री ट्रेनिङ गरेँ। पछि मैले गेमलाई एज अ प्लेयर कन्टिन्यू गरिरहेको थिएँ। अनि 2007 मा फेरि मैले रेफ्री कोर्स गरिसकेपछि एज अ प्रोफेसनल मैले रेफ्रीमा लागिसकेपछि मैले 2007 मा गरिसकेपछि 2008 मा इन्टरनेसनल गेम खेलाइसकेपछि एज अ नेसनल रेफ्री मैले ब्याच पाएँ। नेसनल रेफ्री भइसकेपछि म 2014 मा फिफा एसिस्टेन्ट रेफ्री थिएँ होइन। त्यो अब फिफा एसिस्टेन्ट रेफ्री हुँदाखेरि मैले धेरै इन्टरनेसनल म्याचेसहरू पनि खेलाएँ। त्यसमा चाहिँ नि अब तपाईँको मेरो सम्झिनुपर्ने म्याच भनेको इन्डिया र नेपालको फाइनल म्याच। नेपाल र इन्डियाको पनि गराउनु भयो, कस्तो थियो त्यो माहौल? नेपाल र इन्डिया भन्ने बित्तिकै एउटा हाइप म्याच हुन्छ होइन। कहाँ भएको थियो त्यो म्याच? गुवाहाटीमा। ओके, गुवाहाटीमा भएको थियो। आई थिङ्क नवयुग, विकेश कुतु यिनीहरू सबै नेपालले जितेको पनि थियो। विराज पनि थियो, अनिल यिनीहरू सबै थियो। नेपालले जितेकै म्याच थियो। सो ठिक छ, तपाईँको पर्सनल करियरदेखि लिएर पर्सनल एक्सपिरियन्सको बारेमा अभियसली कुराकानी गरेनौँ र अहिलेको हट टपिक फिफा वर्ल्ड कपमा चाहिँ भर्खरै भएको म्याच जुन राउन्ड अफ 16 को म्याच थियो अर्जेन्टिना र इजिप्टको म्याच होइन, त्यसमा चाहिँ
आजभोलि नयाँ एउटा शब्द आएको छ क्या फुटबलको एउटा जगतमा, रिग्ड भन्ने गरिन्छ होइन। ओके। अनि फेरि पनि धेरै एउटा जस फ्यान बेस चाहिँ दुईवटा किताबमा बाँडिएको छ। एउटाले भनेको छ होइन रेफ्रीको डिसिजन ठिक थियो, त्यो म्याचमा भएका विभिन्न खालका मेनली त दुईवटा निर्णय थियो होइन, त्यो निर्णयहरू चाहिँ ठिक थियो भन्ने कुरा आएको छ भने अर्को पक्षको फ्यानले चाहिँ यो म्याच चाहिँ रिग्ड थियो, यसमा चाहिँ अर्जेन्टिनालाई चाहिँ फेभर गरिएको थियो भन्ने कुरा पनि आएको छ। तपाईँलाई चाहिँ के लागेको छ यो म्याचमा चाहिँ तपाईँले कसरी एनालाइज गर्नुहुन्छ यो म्याचलाई रेफ्रीको पोइन्ट अफ भ्यूबाट? रेफ्रीको पोइन्ट अफ एज अ रेफ्रीको पोइन्ट अफ भ्यूबाट चाहिँ नि वाट एभर हि डिड उहाँले एकदम राम्रो गर्नुभएको, अकर्डिङ टु द लज अफ द गेम नै खेलाइराख्नु भएको हो। त्यसमा कुनै पनि त्यस्तो रिक आइडेन्टिटी त्यस्तो थिएन। थिएन। फ्रान्सका रेफ्री फ्रान्सोइस लेटिरियर रहेछ उहाँको नाम चाहिँ होइन। हजुर। सो ठ्याक्कै हामी जाउँ स्पेसिफिक त्यो मोमेन्टलाई नै अलिकति एनालाइज गऱ्यौँ होइन। 31st मिनटमा चाहिँ लिजान्ड्रो मार्टिनेजलाई चाहिँ फल गरिएको भन्ने कुरा गरिएको थियो होइन। लिजान्ड्रो मार्टिनेज र त्यो फललाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? त्यो फल भएको थियो अथवा त्यो जुन गोल गरेको थियो नि इजिप्टले गोल गरेको थियो 31st मिनटमा, तर इजिप्टले गरिसकेको गोललाई चाहिँ डिसअलाउ गरेका थिए रेफ्रीले होइन। त्यो चाहिँ कतिको गर्न मिल्छ अथवा त्यही मोमेन्टमा नै फल दिनु पर्थ्यो अर्जेन्टिनाको टिमलाई? त्यो विषयमा चाहिँ नि तपाईँको कस्तो हुन्छ भन्दाखेरि हामी रेफ्री भइसकेपछि एउटा अर्को पार्ट छ भिएआर। अकर्डिङ टु द भिएआर प्रोटोकल होइन, एउटा वर्ड छ एपिपी, एट्याकिङ प्रोसेसिङ फेज। त्यो जहाँबाट स्टार्ट हुन्छ त्यो पोइन्टसम्म हामी आफ्टर गोल पनि कमब्याक हुन पाइन्छ। त्यो भनेको चाहिँ नि कस्तो हो भन्दाखेरि जुन इजिप्टले एट्याकिङ मोमेन्टमा बल लग्यो नि, की मोमेन्ट पनि हुन्छ म्याच हो, त्यो मोमेन्टमा लगेको बेला चाहिँ त्यही स्टेपिङकै फलले त्यही फलबाटै डेभलप हुँदै गएको हो नि त। आफ्टर टु पासेस उनीहरूले स्कोर गरिदियो। अनि त्यो भइसकेपछि एट्याकिङ प्रोसेसिङ फेज एपिपी भन्छ। एट्याकिङ प्रोसेसिङ फेज चाहिँ त्यो मोमेन्टबाट सुरु भएको, त्यो मोमेन्टबाट सुरु भएको भएर अनि अब टकिङ अबाउट पर्टिकुलर फल होइन, त्यो चाहिँ नि स्टेपिङ अन खुट्टामाथि नै स्टेपिङ गरेको भयो। त्यसलाई चाहिँ नि हामी रेफ्रीको भाषामा चाहिँ नि के भन्छ भन्दा रेकलेस च्यालेन्ज भन्छ। किन रेकलेस भन्दाखेरि लेट च्यालेन्ज, ऊ त्यो लेट गरेर स्टेपिङ गरेको हो नि त। अब रेकलेस च्यालेन्जमा पनि येलो कार्ड हानिन्छ, तर त्यसमा येलो कार्ड हानेन। किन भन्दाखेरि चाहिँ नि हामीले कार्डलाई पनि म्यानेज गर्ने हिसाबमा यदि कम्प्लिटली नै तपाईँको खुट्टामा ल्यान्ड गरेको छ, प्रेस गरेको छ भने चाहिँ नि येलो कार्ड हान्छौँ होइन। त्यो आई मिन होइन सफ्ट पार्ट त्यो भन्दा पनि फुल्ली स्टेप गरेको छैन, तर 50 पार्ट पार्सली टच गरेको छ भने चाहिँ नो कार्ड इज डाइरेक्ट फ्री किक अफेन्स। अनि जस्तै हामीले फुटबलमा हेर्दाखेरि कुनै रेफ्रीले चाहिँ सिमिलर नेचर अफ हुन्छ नि त्यो फल ट्याकललाई चाहिँ कार्ड दिएको देखिन्छ एउटा रेफ्रीले भने, अर्को रेफ्री चाहिँ सिमिलर काइन्ड अफ हुन्छ नि फलमा चाहिँ अब वार्निङ दिएको नि देख्छौँ होइन। के यो भनौँ न कार्ड दिने प्रवृत्ति चाहिँ एकोर्डिङ टु रेफ्री चाहिँ उनीहरूको हुन्छ नि एउटा बिहेभियर अथवा नेचर अनुसार फरक हुन्छ? त्यो चाहिँ नि एक्सपिरियन्समा भर पर्छ, कसरी म्याच कन्ट्रोल गर्ने। कार्ड मात्र हानेर म्याच कन्ट्रोल गर्ने हो कि तपाईँको म्यानेजमेन्ट गरेर म्याच कन्ट्रोल गरेर लिएर जाने हो, त्यो चाहिँ नि रेफ्रीको नेचरमा र प्लस म्याचको एटमोस्फियरमा भर पर्छ त्यो कुरामा। ओके, भनेपछि त्यो रेफ्रीको नेचरले नि केही न केही फरक त पर्छ। अब जति एक्सपिरियन्स हुँदै गयो त्यो अनुसार हामीले विदाउट कार्ड पनि म्याच कन्ट्रोल गर्न सकिन्छ। त्यो भएर चाहिँ नि म्याच सकेसम्म धेरै कार्ड नदिउँ भन्ने कुरा अभियसली। अब वर्ल्ड कपमा जस्तै कसैले रेड कार्ड पाइहाल्यो भने त अब क्रुसियल म्याच हुन्छ वर्ल्ड कप जस्तोमा, अर्को म्याच मिस अभियसली गर्छन् होइन। सो त्यो कुराले नि मध्यनजर एकदम सही हो। त अब 2वटा येलो कार्ड 3वटा येलो कार्ड वाट एभर त्यो पर्टिकुलर टुर्नामेन्टको रुल अनुसार हुन्छ होइन। नेक्स्ट म्याच सस्पेन्ड हुने त्यो त्यस्तै इन्सिडेन्टले गर्दाखेरि चाहिँ नि कार्ड सकेसम्म म्यानेज गरौँ भन्ने। अब एज अ म्यानेजर के भन्छ हामी रुल फलो गर्ने भन्दा पनि एज अ म्यानेजर वर्क गरौँ न त, वर्कआउट गरौँ न त भन्ने हिसाबले गेम म्यानेज गरेर लिएर गएको हुन्छ। सो अर्जेन्टिना र इजिप्टकै गेमको कुरा गर्नुपर्दा अर्को एकदमै क्रुसियल मोमेन्ट भनौँ न म्याचको टर्निङ पोइन्ट चाहिँ जो 90 मिनट पछि थपिएको एक्स्ट्रा टाइममा जुलियन एल्भेरेजले चाहिँ यता आफ्नो एरियामा मोहम्मद सालालाई चाहिँ फल गरेको भन्ने कुरा आएको छ, तर रेफ्रीले नदिए चाहिँ फल भन्न मिलेन। अनि पछि फेरि
उता लाउटारो मार्टिनेजलाई उता असिस्ट गरेर पछि गोल पनि भएको थियो होइन अर्जेन्टिनाको। सो त्यो मोहम्मद साला जुन लडेको मुमेन्ट थियो नि अहिले फेसबुकभरि जताततै भाइरल पनि छ, त्यो के थियो? अर्जेन्टिनाका उलियन आल्भारेजले चाहिँ फल नै हानेका थिए कि त्यो जस्ट VARले गर्दा कन्फ्युज भएको के हो यसमा चाहिँ? अब म त रेफ्रीको साइडमा बोल्न आएको हो। रेफ्रीको साइडबाट अकर्डिङ साइडमा बोल्न आएको होइन, आई मिन रेफ्रीको एट द पोइन्ट अफ भ्यूबाट भन्न आएको। प्लस कस्तो हुन्छ भन्दै मैले लज अफ द गेम पढेर आएको। अनि लाइक म AFC एकाडेमीमा हुँदा पनि हाम्रो हाई लेभलको ट्रेनिङ हुन्थ्यो, म्याच कसरी कन्डक्ट गर्ने के गर्ने भन्ने हुन्थ्यो। अनि स्पेसली त्यो पर्टिकुलर इन्सिडेन्टमा चाहिँ कस्तो थियो भने द्याट वाज नट इनफ फर द पेनाल्टी कि फुटबल हो, नर्मल कन्ट्याक्ट अभियसली भइहाल्छ, त्यो सानो नर्मल कन्ट्याक्टमा पेनाल्टी दिइहाल्नुपर्छ भन्ने छैन। अब दर्शकहरूले सोध्नुहुन्छ, मैले कमेन्टहरू देख्छु के होइन सबै सोसियल मिडियाभरि के छ भन्दाखेरि VARले किन इन्टरभेन गरेन भनेर। त्यो माइनर टचहरूमा त्यस्तो VARले इन्टरभेन गर्दैन कि, त्यो चाहिँ गेम स्मुथली जाओस् भनेर, टाइम वेस्ट नहोस् भनेर इन्टरभेन गर्दैन। फ्रम माई साइड अकर्डिङ टु द लज अफ द गेम त्यो चाहिँ नि माइनर टच थियो, नट इनफ फर द पेनल्टी। त्यो यही विषयमा चाहिँ लेजेन्डरी एकजना इटालियन रेफ्री भेटरान रेफ्री पनि हुनुहुन्छ होइन, उहाँदेखि चाहिँ अब उहाँको पालामा लेजेन्ड रेफ्री पनि हो होइन, पेरिलुगी कोलिनाले चाहिँ उल्टै मोहम्मद सालाले चाहिँ त्यहाँ येलो कार्ड पाउनुपर्ने किन दिएन भन्ने जस्तो चाहिँ उहाँको चाहिँ स्टेटमेन्ट आएको थियो कोलिनाको होइन। वाट यु वान्ट टु से अबाउट इट? अब त्यसमा चाहिँ नि अब येलो कार्ड सिमुलेसनको कुरा गर्नुभयो होला। सिमुलेसनको लागि त्यो डिफ्रेन्ट, सिमुलेसन भन्नाले त्यो फेक गर्छ नि, त्यो थोरै सिम्प्लिफाई गरिदिनु होइन। सिमुलेसनको हिसाबमा भन्नुभयो होला, त्यो डिफ्रेन्ट पार्ट। अब उहाँले के हिसाबमा भन्नुभयो, कसरी भन्नुभयो, आई डोन्ट नो। र अब सिमुलेसनको लागि कार्ड दिन पनि कस्तो हुन्छ भन्दाखेरि 100% नो कन्ट्याक्ट हुनुपर्छ कि। सिमुलेसन भन्नाले खेलाडीले कुनै पनि विपक्षीको जुन डिबक्स एरियामा चाहिँ फल भएको प्रिटेन्ड गर्ने सिमुलेसन भनिन्छ। हजुर, नट ओन्ली इन द पेनल्टी एरिया, एभ्रिवेयर इन द पिच त्यस्तोमा हुन्छ। तर सिमुलेसनको लागि कार्ड हान्न, सिमुलेसनको लागि फल लिनलाई चाहिँ नि 100% नो कन्ट्याक्ट हुनुपर्छ। ओके, देयर इज जस्ट स्लाइटली कन्ट्याक्ट, त्यो स्लाइटली चाहिँ केही फरक पर्दैन। तर त्यो सालाले चाहिँ हल्का प्रिटेन्ड गरेको जस्तो लाग्छ तपाईँलाई? मैले नि त्यो विभिन्न एङ्गलको पछि फुटेज आउन थाल्यो, पछाडिबाट आएको एउटा फुटेजमा चाहिँ साला आफै त्यहाँ खुट्टा टच गराउन गएको जस्तो चाहिँ देखेको। त्यस्तो पनि हुन्छ, तर मैले स्टडी गरेकोमा चाहिँ कस्तो भयो भने सालालाई खुट्टामा टच भएको, स्लाइटली टच हुँदा पनि उसको बडी पहिल्यै डाउन भइसक्यो कि। ओके, त्यो भएर चाहिँ नि आई थिङ्क इट डजन्ट निड। सो भनेपछि समग्रमा गेम फेयर नै थियो, त्यस्तो कम्प्लेन गर्नुपर्ने त्यस्तो कम्प्लेन गर्नुपर्ने केही पनि छैन। अकर्डिङ टु द लज अफ द गेम नै खेलाएको हो। अब यो भाइटल म्याच यस्तो टफ म्याचहरूमा चाहिँ के हुन्छ भने अलिकति हार्ने टिमलाई अभियसली रेफ्रीसँग चित्त बुझ्दैन, त्यो ह्युमन नेचरै हो होइन, त्यो पार्ट अफ द रेफ्रीज लाइफ होइन, रेफ्रीको लाइफमा त्यो पार्टै हो, त्यसमा केही पनि ठुलो इन्सिडेन्ट चाहिँ देख्दैन। ठिक छ। अनि अहिले VAR चाहिँ एकदमै VAR आएपछि चाहिँ फुटबल फेयर हुन्छ, झन् विवाद आउँदैन भनेको झन् विवाद भइरहेको छ नि। के चाहिँ VAR चाहिँ जस्तै हामीले पनि अब रेफ्रीको पोइन्ट अफ भ्यूबाट इमेजिन गर्दा अब ग्राउन्डमा त अब बिस्तारै केही मुभमेन्ट भइरहेको हुन्छ अथवा फास्ट भइरहेको होला, प्लेयरको इन्टेन्सनलाई नि रेफ्रीले त अगाडिबाट निहालिरहेको हुन्छ नि त, अनि त्यो हिट अफ द मुभमेन्टको कुराहरू हुन्छ होला होइन। अनि अब क्यामेराले VAR त अभियसली एउटा क्यामेराले खिच्दाखेरि 1000 पर फ्रेम सेकेन्डमा खिचेको भिडियो स्लो मोसनमा देखाइन्छ। सो रेफ्रीको पोइन्ट अफ भ्यूबाट हेर्ने त्यो एङ्गल र अथवा उसले जे देखेको हुन्छ र त्यो VARमा जुन रूपमा देखाइन्छ नि त्यसमा कतिको डिफ्रेन्स हुन्छ, यो चाहिँ अलिकति मलाई सोध्न मन लागेको कुरा। अब त्यो कुरामा के हुन्छ भन्दाखेरि रेफ्रीको एङ्गल उसले आफ्नो साइडबाट देखिने एङ्गल भ्यू त छँदैछ। अब VARले चाहिँ नि 4वटा कुरामा मेनली फोकस गर्छ होइन, त्यो रेड कार्ड, पेनल्टी, गोल अनि रङ आइडेन्टिफाई, यो 4वटा कुरामा स्पेसली फोकस गरेको हुन्छ। र यही 4वटा अन्तर्गत पऱ्यो भने मात्र इन्टरभेन गर्ने हो होइन, छैन भने चाहिँ नि रेफ्रीले नै म्याच कन्टिन्यू गर्छ। र अर्को कुरा VARले इन्टरभेन गरे पनि फाइनल डिसिजन सधैँ रेफ्रीको नै हुन्छ, अन द पिच रेफ्रीको नै हुन्छ। VARले त भिडियो देखाएर एउटा एसिस्ट मात्र गर्ने हो, त्यो VARले देखाउने बित्तिकै लिनै पर्छ गर्नै पर्छ भन्ने छैन। किन लास्ट डिसिजन चाहिँ रेफ्रीकै हातमा हुने भएको कारणले इट डजन्ट म्याटर। तर जस VARले फुटबललाई फेयर बनाउन हेल्प नै गरेको छ एकदम विशेष गरी फिफा वर्ल्ड कपमै भनौँ, एकदमै हेल्प गरेको छ। तपाईँको त अहिले रिसेन्टली यो वर्ल्ड कपमा तपाईँको इभन कर्नर
या गोल किक त्यसमा पनि भिआरले हेल्प गरिरहेको छ। यस्तो कुरामा गर्नु धेरै राम्रो हो। यो टेक्नोलोजी जति पनि टेक्नोलोजी आयो अभियसली गेम स्लो भएको छ होइन, तर फेयरनेस आएको छ। रेफ्री ह्युमन बिङ हो, कहिलेकाहीँ ह्युमन इरर हुन्छ होइन, देखिन सक्छ, कहिले नदेख्न पनि सक्छ, तर भिएआरले चाहिँ नि त्यसलाई सल्भ गर्नलाई हेल्प गर्छ। सो अर्को गेम पनि थियो क्रोएसिया र पोर्चुगलको गेममा नि सिमिलर काइन्ड अफ इन्सिडेन्टमा त्यो भएको थियो। त्यो चाहिँ 90+ मिनटमै प्लस एक्स्ट्रा टाइममै भएको थियो। 103 मिनटमा क्रोएसियाको जुस्को गार्डियोलले गोल लगाएको देखिन्थ्यो होइन, तर पछि अफसाइड दियो। यसमा चाहिँ के छ, तपाईँले यो म्याच पनि फलो गर्नुभएको होला, के भन्न चाहनुहुन्छ? त्यो म्याचको भिडियो हेर्दाखेरि चाहिँ नि सबैले भन्यो स्लाइडली टच भनेर, सेन्सरको कुरा पनि छ ओके। त्यसले चाहिँ नि कस्तो भन्ने अफसाइडमा बसिरहेछ, सेकेन्ड टचबाट अफसाइडमा गएको हो नि त। अफसाइडमा गएपछि त्यो सेकेन्ड पर्सनले टच गर्ने बित्तिकै त्यो त तपाईँको के हुन्छ त, त्यहाँबाट काउन्ट हुन्छ कि लाइक अफसाइड पोजिसनमा छ कि छैन भने। अगाडिबाट क्रस भएको भन्दाले पनि सेकेन्ड पर्सनले टच गरेको बलदेखि काउन्ट हुन्छ उसको अपोनेन्ट टिम अफसाइडमा छ कि छैन भन्ने। उसले टच गर्दाखेरि उसको पार्टनर त अफसाइड पोजिसनमा थियो नि त, त्यो भएर पास दिँदाखेरि त्यो भएर चाहिँ नि अफसाइड भएको हो। त्यो लङ पासबाट अफसाइड होइन कि त्यहाँ बिचमा टच भएको भएर चाहिँ नि अफसाइड भएको हो। सो अफसाइडमा चाहिँ त्यसमा नि देखिएको थियो होइन, थोरै 1 इन्चले पनि त्यो अपोनेन्टको लाइनभन्दा थोरै यता छ भने नि त्यो अफसाइडै मानिन्छ। अफसाइड त्यही नै होला। अस्तिको एउटा गेममा त जस्ट फिङ्गर मात्र अगाडि, कोलम्बियाको खेलाडी अलिकति मात्र अगाडि हुँदा पनि अफसाइड थियो नि। त्यो चाहिँ नि अफसाइड लिने, टच पनि सिङ्गल टच त हुन्न नि। कपालको एउटा रौँ पनि आयो भने अफसाइडै हुन्छ। कपालको रौँ नै आयो भन्दा पनि गुड क्वेसन है यो। मैले पनि लाइक रेफ्री कोर्स जस्तै अब इक्जाम्पललाई प्लेयर त त्यो लाइनमा काट्दिनँ बसेको होला, अब उसको कपालको रौँ आइदिएला के आइदिएला होइन, अथवा कपडा आएको थोरै आइदिएला, त्यसलाई चाहिँ के भन्नुहुन्छ? अब भिआर त्यसैको लागि त चाहिने हो नि होइन। भिआरले त डिटेलली हेर्ने हो, ऊ त भित्र रुममा बसेर रिप्ले हेर्दै डिसिजन गर्ने हो नि त। पछि त्यही आफूलाई जुन भिआरलाई जुन सुटेबल लाग्यो भिडियो त्यो डिसिजन सेल गर्नलाई त्यही भिडियोलाई प्रेजेन्ट गर्ने त हो नि रेफ्रीलाई। अनि त्यही भएर भिआरले चाहिँ नि एकदम यस्तै कुराको लागि त रेफ्री चाहिने, आई मिन भिआर रेफ्री कामलाई अझ सजिलो बनायो कि। अब तपाईँको हिजोकै केसमा भिआर नभइदिएको भए त त्यो गोल अलाउ हुन्थ्यो इजिप्टको होइन, अलाउ हुन्थ्यो। तर एकदम चित्त चाहिँ त्यो बुझाइरहेका थिएनन् त्यो इजिप्टका कोच हुसेम हसनले, र इजिप्टको फुटबल सङ्घले चाहिँ केस पनि हाल्ने भन्ने कुरा आएको छ। त्यो इनकेस केस हाल्यो भने चाहिँ कसलाई हाल्ने हो, फिफालाई नै हाल्ने हो कि के हो, के त्यो बारेमा भन्न सक्नुहुन्छ? अब पर्टिकुलर रेफ्रीलाई हुन्छ त्यो चाहिँ नि। ओके, यहाँ 2002 को वर्ल्ड कपमा पनि क्रोएसियाको म्याचमा 3rd प्लेसको म्याचमा त्यस्तै इन्सिडेन्ट भएको थियो। पछि रेफ्रीलाई मुद्दा हाल्यो के समथिङ केस भएर के भयो। इभन हाम्रो नेपालमा पनि ओके, स्वर्गीय फिफा रेफ्री दाई लव दाईलाई पनि एकचोटि लव खत्री दाईलाई पनि त्यस्तै इन्सिडेन्ट भएको थियो। अनि उहाँ हाम्रो एक्स फिफा रेफ्री सवन लामालाई त मुद्दै हाल्यो, अदालतै धाउनु पर्यो होइन। त्यस्तो केस भने अनि हुन्छ नहुने होइन, मुद्दा हालेको केसले के हुन्छ, अब कारबाही नहुने होइन, कारबाही हुन्छ, सडन म्याच सस्पेन्ड हुन्छ होइन। अब अस्ट्रेलियामै हुँदाखेरि हाम्रो चाहिँ नि कस्तो त्यहाँ अस्ट्रेलियामा कस्तो सिस्टम छ भने टिमले कम्प्लेन गर्दाखेरि टिमलाई इन्फर्म गर्दैन कि, टिमलाई के पनि इन्फर्म गरेन, कति म्याच के पनि इन्फर्म गरेन। तर हामी रेफ्रीहरूलाई चाहिँ नि एउटा ग्रुप हुन्छ, ग्रुपमै सबैलाई मेल फरवर्ड गरेको हुन्छ, यो रेफ्री यति म्याचको लागि कारवाही भयो, यति राउन्ड यति विक भनेर चाहिँ नि हुन्छ। जस्तै फिफा वर्ल्ड कपको कुराहरूमा त अब आई थिङ्क दे आर मच मोर प्रोटेक्टेड होइन, किनभने फिफाको डर चाहिँ हुँदैन होला कुनै पनि डिसिजन लिनलाई होइन। तर अब के छ त्यो विषयमा के भन्नु, फिफाले जस आफ्नो रेफ्रीलाई चाहिँ कतिको एउटा कन्फिडेन्स दिएको हुन्छ कुनै पनि म्याचमा, किनभने युएसए जस्तो ठुल्ठुलो जाइन्ट नेसन हुन्छ नि, इम्प्याक्ट त्यो म्याचमा चाहिँ अब सायद अब अलिकति प्रेसरले गर्दा रङ डिसिजन दिने त्यस्तो के हुन्छ कि दे आर कम्प्लिटली प्रोटेक्टेड हुन्छ। त्यसमा तपाईँको इक्जाम्पल दिन्छु है, फिफाको प्रेसिडेन्ट हुनुहुन्छ नि, उहाँ चाहेर पनि भिआरको त्यो भिडियो अपरेटिङ ग्रुपमा हुन्छ नि, ड्युरिङ द म्याच जान पाउनुहुन्छ हुन्न, नो वान इज अलाउड टु इन्टर। फिफाको प्रेसिडेन्ट पनि पाउन्न, तपाईँको त्यो कन्ट्रीको प्रेसिडेन्टले पनि पाउन्न, त्यो ओन्ली भिआर अनि भिडियो एसिस्टेन्ट रेफ्री, एभिएआर अनि भिडियो अपरेटर, यो तिनजनाले मात्र, तिनजना अब एभिएआर त अरू पनि हुनसक्छ होइन, यिनीहरू मात्र तपाईँको कोही पनि पाउनुहुन्न। एकचोटि एएफसीको गेममै हो,
एएफसीको गेम हुन लागेको थियो, मैले पनि सुनेको देखेको त होइन, मेरो लाइफमा भएको त होइन। हामी एएफसीमा ट्रेनिङ गर्दाखेरि भनेको न्यू एएफसीको गेम हुँदाखेरि एएफसीको प्रेसिडेन्ट त्यो भिडियो अपरेटिङ रुममै हुनुहुन्थ्यो कि, भिडियो अपरेटिङ रुममै हुँदाखेरि भिआरले के गर्यो भने नाउ इज टाइम टु स्टार्ट द गेम, प्लिज यु हेभ टु लिभ प्रेसिडेन्टलाई, एएफसीको प्रेसिडेन्टलाई। सो नो वान इज अलाउड टु इन्टर इन द्याट रुम। त्यो हिसाबमा चाहिँ नि फेरि फिफामा अहिले हाम्रो कोलिना होइन, फेरि लिगी कोलिना उहाँले चाहिँ नि रेफ्रीलाई यस्तो सपोर्ट गर्नुहुन्छ, यस्तो राम्रो गर्नुहुन्छ कि तपाईँको एकचोटि टर्कीमा रेफ्रीलाई एट्याक हुँदा पनि उहाँले फिफाबाटै बोल्नुभएको थियो कि यस्तो यस्तो भयो, उहाँ ऊ रेफ्री यति राम्रो थियो, यस्तो रेफ्री थियो, त्यस्तोसम्म प्रोटेक्ट गर्नुहुन्छ कि उहाँले। भनेपछि त्यो जहाँसम्म लाग्छ त्यस्तो प्रेसर हुँदै हुँदैन। हामीले चाहेको पनि नेपालमा, मैले चाहेको पनि यही हो कि, म त्यही सोध्दै थिएँ। जस्तै रेफ्रीमा केही पनि प्रेसरै नहोस्। नेपालमा चाहिँ अब रेफ्रीहरूलाई कतिको प्रेसर छ नै भनेर सोध्न लागेको थिएँ मैले होइन, तपाईँले कुरा उठाइहाल्नुभयो। रेफ्रीमा प्रेसर भन्नाले पनि अब एउटा म्याचमा डिसिसन दिला, पछि मलाई के गर्ला, अथवा यही म्याचमा मलाई एट्याक गरिदिएला, अब त्यस्तो त इन्टरनेसनल म्याचमा चाहिँ मेबी नहोला। अब यो हुन्छ म्याचको इन्टेन्सन हेरेर हुन्छ, प्लस जति हामी टप म्याचमा गयो होइन त्यति हामी सेभ हुन्छौँ। अब जति मुनिको म्याच गयो भने त्यति मफसलको गेमहरू अथवा डोमेस्टिक गेमहरूमा चाहिँ गाह्रै हुन्छ, गाह्रो नहुने होइन, गाह्रै हुन्छ। तर अहिले सेक्युरिटी एकदम टाइट छ। हामी रेफ्रीहरूलाई प्रोफेसनल लाइक क्याटेगोरीको मफसल गेमहरू पनि सेक्युरिटी टाइट नै हुन्छ, राम्रो नै हुन्छ। मैले कस्तो कस्तो ठाउँमा गेम खेलाएँ, झापामा त्यस्तो क्राउडमा पनि गेम खेलाएँ होइन, धेरै ठाउँमा क्राउडहरूमा पनि गेम खेलाएँ, तर एकदम सेक्युरिटी टाइट थियो। तर अस्ट्रेलियामा खेलाउँदाखेरि यस्तो कन्ट्री हो कि होइन, अस्ट्रेलिया जस्तो म नेपाली रेफ्रीहरूलाई सेफ प्लेस कहीँ देख्दिनँ। ओके, तपाईँको रेफ्रीले एकचोटि हुन्छ नि नराम्ररी, अब एफ वर्ड इज नर्मल इन अस्ट्रेलिया होइन, त्यहाँको स्ल्याङ नै हो, स्ल्याङ नै हो। त्यो आएर बोल्दाखेरि 8 विक्स सस्पेन्ड गरिदिएको छ कोचलाई, त्यो पनि लाइक अरू कोच होइन, टप लिगकै टप टिमकै कोचहरूलाई 18 विक्स भनेको उसको टोटली सिजन गन, उसको आय आर्जनको स्रोत पनि गन। र अर्को कुरा चाहिँ नि मैले चाहेको कि नेपालमा मैले चाहेको कस्तो हुन्छ भन्दाखेरि जुन विदेशी प्लेयरहरूले रेफ्रीको गल्ती नहुँदा पनि रेफ्रीलाई हात लगाउने यस्तो इन्सिडेन्टहरू भइरहेको छ नि, त्यस्तो बेला चाहिँ नि यदि एन्फाले चाह्यो भने डिपोर्ट गर्न सक्नुपर्छ। जस्तै कि लास्ट इयर होइन, यही गएको सिजनमा तपाईँको अस्ट्रेलियामा एकजना ब्राजिलियन प्लेयरले, अब त्यहाँ त वर्ल्डको प्लेयरहरू हुन्छ होइन, ब्राजिलियन प्लेयरले आएर रेफ्रीलाई चेस गरेको कि लखटेकै, तर उसको पछि के गर्यो त उसलाई डिपोर्टै गरिदियो। हात लगाएको केही पनि होइन, हात लगाउनलाई कुदेर आयो तर उसलाई डिपोर्टै गरिदियो कि। हाम्रो नेपालमा पनि एन्फाले चाह्यो भने, एन्फामा नयाँ आउने पदाधिकारीहरूले चाह्यो भने हामी त्यतिसम्म सेपको एन्फामा चुनाव पनि हुँदैछ होइन, रेफ्री सङ्घमा तपाईँ पनि उठ्दै हुनुहुन्छ भने हामी सुनिरहेका छौँ होइन, के हो यो उठ्दै हुनुहुन्छ हजुर? अभियसली म अस्ट्रेलियाबाट रेफ्री सङ्घमा अध्यक्षमा उठ्नलाई आएकै हो। मैले पुरै आफ्नो छोरोको क्यारियर सेक्रिफाइस गरेर नेपाली रेफ्रीहरूलाई डेभलप गरौँ भनेर आएकै हो। जुन मैले एन्फाको राजनीतिको कारणले मैले फेस गर्ने प्रब्लम थियो त्यो अरूले फेस गर्न नपरोस्, र मैले चाहिँ नि नेपाली रेफ्रीहरूलाई डेभलप गरेर कसरी लाने हो त, के गरेर लाने हो त। अब युथदेखि नै हामीले रेफ्री डेभलपमेन्ट गर्दै ल्यायो भने हाम्रो नेपाली रेफ्रीहरू पनि भोलि एटलिस्ट एसियन कपसम्म पनि त जान सकिन्छ नि। एफसी पनि ठुलै प्रतियोगिता हो होइन, फिफा वर्ल्ड कप क्वालिफाइङ राउन्डमा पनि 3rd राउन्ड 4th राउन्डसम्म त खेलाउन सकिन्छ नि त। अझ ट्राई गर्दै गयो, राम्रो रेफ्री यङ रेफ्रीहरू आउँदै गयो भने त, ल्याउन सक्यो भने त वाइ नट इन वर्ल्ड कप पनि एसियामा नि भइरहेको हुन्छ होइन। म चाहिँ नि त्यो टार्गेटले नेपालमा आएको, नेपाली रेफ्रीलाई चाहिँ नि केही पोजिसन दिउँ भन्ने हिसाबमा चाहिँ नि। सो फेरि फिफा वर्ल्ड कपको पनि कुरा गरौँ होइन। फिफा वर्ल्ड कपमा अर्को एउटा इन्ट्रेस्टिङ रेड कार्ड दिएको चाहिँ पाराग्वेका खेलाडी मिगुएल एल्मिरोनलाई चाहिँ मुख छोपेर चाहिँ केही बोल्यो भनेर चाहिँ रेड कार्ड दिएको थियो। अलिकति हार्स भएन रे भनेको, मुख छोप्दै चाहिँ रेड कार्ड दिने भन्ने जस्तो टिका टिप्पणी आइरहेको छ होइन, के भन्न चाहनुहुन्छ? आई जस्ट केम ब्याक फ्रम द अस्ट्रेलिया है, यो रेसिसको वर्ड चाहिँ नि एकदम स्ट्रङ नै छ। त्यो रेसिजमलाई लिएर उनी सेन्सिटिभ छन्, एकदमै छ होइन। अब अस्ट्रेलियामा त झन् सान्तिनो वर्डले पनि पुलिस केसै हुन्थ्यो। अब यही अनुसार नै हाम्रो जुन अब अफ्रिकन कम्युनिटीहरूलाई वर्ल्डमा नराम्रो भनिन्छ नि, जस्तै तपाईँको ब्राजिलका खेलाडी
भिनिसियस जुनियरको नि विवादहरू आएको थियो एकदम त्यो अफ्रिकन कम्युनिटीहरूलाई नराम्रो वर्ड युज गर्ने सबै गर्ने भएर चाहिँ अब क्यामेराले सबै रेकर्ड गर्ने हो तर मुखै कभर गरिसकेपछि त के भनेको लिप्सिङ नै रिड गर्न सकेन भने त उसले के भनेको कसो भनेको थाहा नै हुन्न र पछि त्यही प्लेयरले जसले आई मिन जसलाई गरेको हो नि वर्ड युज गरेको उसले गएर रेफरीलाई कम्प्लेन गरेको हुन्छ तर रिजन हुन्न नि त मैले सुनेको हुन्न नि त मैले त सुनेको हुन्न मैले त एकजना अरू प्लेयरले आएर कम्प्लेन गर्दैमा मैले रेड कार्ड हान्न मिल्दैन नि त त्यही भएर रेफ्री फिफाले यो रुल्स ल्याउने बित्तिकै कसैले कभर गरेर बोल्यो भने रेड कार्ड हुन्छ भनेको त रेसिसिजम स्टप होस् त्यही हो मान्छेले राम्रै मान्न सक्छ एकदम एकदम राम्रै त्यसै गरी अहिले फिफा विश्वकपमा चाहिँ हाइड्रेसन ब्रेक 2 चोटि हुन्छ होइन यसले चाहिँ अब गेमको पेसलाई घटायो अलिकति फुटबलको जुन एलिमेन्ट हुन्थ्यो नि 45 मिनटसम्म दौडेर गोल हान्ने एउटा पेस गेमको पेस होइन त्यो ब्युटीलाई चाहिँ अलिकति ह्याम्पर गर्यो भन्ने पनि छ होइन यो विषयमा चाहिँ के भन्न चाहनुहुन्छ अहिले नाम मात्र चेन्ज भएको हो पहिला हाम्रो कुलिङ ब्रेक र ड्रिङ्किङ ब्रेक हुन्थ्यो त्यो 3 मिनटको एउटा अनि 1 मिनटको एउटा हुन्थ्यो तपाईको त्यतिखेर चाहिँ नि 33 डिग्री भयो भने चाहिँ नि हामीले ब्रेक दिनुपर्ने कम्पलसरी ओके भनेपछि 33 डिग्री भन्दा माथिल्लो तापक्रम भयो भने हाइड्रेसन ब्रेक चाहिँ हुनैपर्छ भन्थ्यो पहिला चाहिँ नि 27 मिनटमा हुन्थ्यो म्याचको फर्स्ट हाफको 27 मिनटमा गर्नुपर्छ भनेर भन्थ्यो तर अहिले चाहिँ नि हामी एक्ज्याक्टली क्वार्टरमा गर्छौँ नि त होइन क्वार्टरमा गर्ने भएर हाइड्रेसन ब्रेक आई थिङ्क कस्तो हुन्छ भन्दाखेरि यो अब एकदम हाई टेम्परेचरमा खेल्दाखेरि गाह्रो पनि हुन्छ त्यो ब्रेक राखेको धेरै राम्रो हो अब अभियसली तपाईँको कस्तो हुन्छ भन्दाखेरि म्याचको अलिकति प्रेसर लेभल त डाउन हुन्छ मोमेन्टममा त ब्रेक लाग्छ तर कस्तो हुन्छ प्लेयरहरू सेभ भयो नि त कहिले खेलाडी ढल्ने त देखि नै रहेका छौँ होइन हामीले भइरहेको अस्ति इजिप्टकै म्याचमा भयो नि एकजना प्लेयर त होइन त्यो हाइड्रेसन ब्रेकले एकदम राम्रो हो तर रेफ्री टिमले कतिसम्म स्ट्रगल गरिरहेको छ त्यो हेर्नु चाहिँ फेरि ठिक एक्ज्याक्ट 1 मिनटमा म्याच रिस्टार्ट गरिरहेको छ नि त त्यो राम्रो हो सो यो वर्ल्ड कपको हिस्ट्रीमा पनि 2022 देखि चाहिँ वुमेन्स रेफ्रीहरू पनि राख्न थालियो होइन वुमेन्स रेफ्री राख्न चाहिँ के भन्नुहुन्छ भनौँ न जस्तै अब दे आर प्रोफेसनल होइन तर पनि मेन्सको म्याचमा चाहिँ वुमेन्स राख्दाखेरि त्यसले केही फरक पार्छ अथवा दे आर अल्सो सेम के भन्नुहुन्छ एकदम राम्रो मैले यही कुरा नेपालमा हुँदाखेरि हाम्रो पहिला फिफा एसिस्टेन्ट रेफ्री दिदी हुनुहुन्थ्यो बिना दिदी उहाँ धेरै राम्रो एसिस्टेन्ट रेफ्री हुनुहुन्थ्यो प्लस फिटनेसमा पनि धेरै राम्रो यदि कुनै एसिस्टेन्ट रेफ्रीले एज अ जेन्ट्सको रेफ्रीको फिटनेस टेस्ट क्लियर गर्न सक्छ भने वाइ नट लेडिज क्राइटेरिया हुन्छ तपाईँको लेडिज फिफा रेफ्रीहरू मेन्सको गेममा युज गर्नु छ भने दे हेभ टु क्लियर द मेन्स फिटनेस टेस्ट होइन त्यो फिटनेस टेस्ट पनि हुन्छ उनीहरूले क्लियर गरेरै आएको हो रिसेन्टली हामीले म आउनुभन्दा 2-3 दिन अगाडि मात्र अस्ट्रेलियामा के गरेको थियो भने एनपिएल लेभलमा पनि वुमेन्स रेफ्रीलाई फुल टिम नै वुमेन्स रेफ्रीलाई युज गरेको थियो त्यो एकदम राम्रो हो त्यसमा चाहिँ कस्तो हुन्छ भने एउटा वुमेन्स रेफ्रीले मेन्सको गेम खेलाउँदाखेरि उसको मोटिभेसन पाउँछ कि उसले त्यो चाहिँ नि अनि उसले गएर लेडिज गेमको म्याच कन्डक्ट गर्ने बेला अझ इजी हुन्छ किन हाई पेस हुन्छ वुमेन्स त होइन तर वुमेन्सको अलि लो पेस हुन्छ सो वुमेन्सको कुरा गर्ने बेला एउटा साफ गेममा चाहिँ नेपाल र इन्डियाको गेम पनि भएको थियो दोस्रो रङ्गशालामा मैले नि हेरिरहेको थिएँ होइन त्यसमा चाहिँ ओम चोकी भन्ने एकजना भुटनिज रेफ्री हुनुहुन्थ्यो होइन अनि 1 घन्टा गेम रोकिएको थियो क्या त्यो नेपाल प्रीति राईले गोल गरेको थिइन् कमब्याक गोल र 1 घन्टा रोकिएको थियो त्यो इन्सिडेन्ट पनि तपाईँले थाहा होला होइन के भन्न चाहनुहुन्छ यो बारेमा त्यतिखेर त म अस्ट्रेलियै थिएँ आई थिङ्क अस्ट्रेलियामा डाइनिङ टेबलमै बसेर मोबाइलबाट गेम हेरेर थियो होला एउटा कन्ट्रोभर्सी भएको थियो एकदम त्यतिखेर एकजना विदेशी रेफ्री नै एउटा कन्ट्रीको रेफ्रीले फोन गरिरहेको थियो तिमीहरूको गेममा त यस्तो यस्तो भएछ नि के भएको हो भनेर सोध्दै म भिडियो हेरिरहेको थिएँ कि भिडियो हेरिरहेको थिएँ त्यो चाहिँ नि ओम चोकीको जुन डिसिजन थियो वाट एभर अडियन्सले जेसुकै भनोस् आई डोन्ट केयर होइन एज अ बिङ अ रेफ्री वाट एभर सी डिड इट्स अ गुड जब होइन अब हाम्रो अकर्डिङ टु द लज अफ द गेम के चाहिन्छ भन्दाखेरि तपाईँको सबै प्लेयर ओन हाफमा हुनुपर्छ हो म्याच स्टार्ट गर्दाखेरि उनीहरू छ ओन हाफमै छ
उनीहरू सेलिब्रेसन गरिरहेका थिए सेलिब्रेसन पनि सर्टेन टाइम हुन्छ नि त कति टाइमसम्म हुन्छ सेलिब्रेसन कुनै पनि अब तपाईँको अहिले चाहिँ नि सर्टेन टाइम राखेको छ फिफाले तर त्यो टाइममा चाहिँ नि रेफ्री गएर रिक्वेस्ट गरेर ल्याउनु पर्थ्यो तर हाउ लङ हामीले रिक्वेस्ट गर्ने त अनि त्यो चाहिँ नि कहिले पनि डिटरमाइन गरेको थिएन सो ओम चोकीले बल हुइसेल लगायो 2-3 चोटि हुइसेल लगायो कम ब्याक भन्दा पनि स्टिल सेलिब्रेसन गरिरहेको भयो नि त त्यो भएपछि त अर्को अप्सन के हो त उनीहरू अन द पिच नै छ अफ द पिच कोही पनि छैन अन द पिच नै भएपछि सी हेभ अ राइट्स टु रिस्टार्ट द गेम नि त्यो रिस्टार्ट गरिदियो गोल गरिदियो भयो अघि भने जस्तो रेफ्रीलाई कति प्रेसर हुन्छ त्यही म्याचबाट देख्यो त्यो एकदमै माथिबाट एबिसिडी मान्छेहरू आउनुभयो म्याचलाई डिसिजन क्यान्सल गरौँ गेम रिस्टार्ट गरौँ सेम पोजिसनबाट गोललाई क्यान्सल गरिदिउँ त्यो त त्यही हो प्रेसर भनेको रेफ्रीलाई प्रेसर भनेको त्यही हो अनि रेफ्रीले त्यो टाइममा कसरी म्याच कन्ट्रोल गर्ने के गर्ने आफ्नोमा हुन्छ नि त त्यसै भनेपछि साइकोलोजिकली कति स्ट्रङ छ भन्ने कुरा नि म्याटर गर्छ एकदम गर्छ त्यो जस्तै नेपालहरूको गेममा चाहिँ यो नेपाली रेफ्रीलाई कतिको प्रेसर छ भन्नाले इन्डियाको रेफ्रीहरू अलिक पावरफुल छन् कि हाम्रो भन्दा अलिकति इन्टरभेसन हुन्छ कि होइन अब त्यो गेममा नि अलिकति इन्डियाको जो असिस्टेन्ट रेफ्रीहरू अथवा जो पदाधिकारीहरू आउनु भएर अलिकति इन्टरफेयर भयो कि भन्ने कुरा पनि थियो होइन कतिको हुन्छ अलिकति पावरफुल नेसनको रेफ्रीहरू छ भने उनीहरूले इन्टरफेयर गर्ने चान्सेसहरू हुन्छ नहुने होइन अहिले भइरहेको त्यही छ है म कुनै पनि सङ्घ संस्थालाई दोष दिन चाहन्न अब जोसुकै उहाँहरूले गेम गर्नुभएको छ सबै गर्नुभएको छ तर रिलेसनको हिसाबमा जुनियर रेफ्रीलाई ल्याएर गेम खेलाउनु चाहिँ हुँदैन है नेपालमा हाम्रो प्रज्वल छेत्री भाइ फिफा रेफ्री प्रज्वल छेत्री भाइ इन्डियामा गएर साफ गेमको तपाईँको फाइनल खेलाएको छ नेपालको हिस्ट्रीमा कुनै पनि रेफ्रीले नेपालको साफ गेमको फाइनल खेलाएको छैन प्रज्वल छेत्री मात्र एक फिफा रेफ्री हो जसले चाहिँ नि साफ च्याम्पियनसिपको फाइनल गेम खेलाएको वान एन्ड ओन्ली रेफ्री फ्रम नेपाल वान एन्ड ओन्ली रेफ्री फ्रम नेपाल होइन एसिस्टेन्टमा हाम्रो पहिलाको गणेश अङ्कल हुनुहुन्थ्यो उहाँको फुल नेम भन्दै गणेश श्रेष्ठ मेरो साथीको जसले चाहिँ मलाई अस्ट्रेलिया बोलाउनु भयो त्यो साथीको बुवा हो गणेश अङ्कलले खेलाउनु भएको थियो 2002 को साफ च्याम्पियनसिपको फाइनलमा खेलाउनु भएको थियो होइन एज अ एसिस्टेन्ट रेफ्री मैले 2016 कोमा साफ च्याम्पियनसिपको फाइनल खेलाएँ पछि आएर प्रज्वल छेत्री हामी त्यस्तो टप रेफ्री हुँदै पनि है नजिकको देउता हेला ताराको देउता मेला भने जस्तो नेपाली रेफ्रीले राम्रो गेम खेलाउँदै टिमहरूलाई चित्त बुझाउन गाह्रो छ टिमहरूको बोलीलाई कन्ट्रोल गर्दैन आयोजक टिमले रेफ्रीलाई प्रेसर दिएर जुनियर रेफ्री आएर गेम खेलाएर गयो नि त ठिकै छ विदेशी रेफ्री ल्याऊँ मैले विदेशी रेफ्री नल्याऊँ भनेको होइन ल्याऊँ तर कस्तो हुन्छ भने तपाईँहरूले विदेशी रेफ्री ल्याउँदाखेरि नेपाली रेफ्रीले पनि दुईवटा कुरा सिकौँ न नेपाली रेफ्रीको पनि डेभलप होस् न अब तपाईँको जुनियर रेफ्री आएर त्यो कुरा त हामीले सिक्न पाइँदैन नि त त्यही भएर चाहिँ नि अब भने नि प्रज्वल छेत्रीले इन्डियामै गएर फाइनल गेम खेलाउने तर नेपालमा भएको एउटा गेममा प्रज्वल छेत्रीलाई फोत राखेर एउटा इन्डियाको प्रोभिडेन्सको रेफ्री आएर गेम खेलाउने होइन नि त त्यस्तो प्रविधि छ नेपालमा भइरहेको छ अब मैले चाहिँ नि के सोचेको भने ल्याउनै छ ल्याउनुहोस् वी डोन्ट माइन्ड होइन हो रेफ्री दे शुड बी बेटर देन अस अभियसली राम्रो रेफ्री लिएर फिफा रेफ्री नै लिएर हामीले पनि दुईवटा कुरा सिकौँ होइन त्यही हो नि त नेपालमा गेम भएपछि नेपाली रेफ्रीलाई नै प्राथमिकता दियो भने इम्पोर्टेन्स दियो भने नेपाली रेफ्रीले दुईवटा कुरा सिक्यो अझ उसले मोर इम्प्रुभमेन्टमा जान सक्छ नि त अब विदेशी रेफ्री जुनियर रेफ्री उसको त मनोबल त झन् घट्ने भयो नि त बढ्ने होइन नि त अहिले भइरहेको त्यही नै छ सो यही विषयलाई सुधार्नको लागि तपाईँ नेपाल आउनुभयो अभियसली होइन अब यसको लागि तपाईँको अब इट क्यान बी राइट प्लेटफर्म टु एड्रेस गर्न पनि होइन आफ्नो भोटर्स नै हुनुहुन्छ होला त्यहाँ पनि होइन रेफ्री सङ्घको चुनावमा हुन्छ के चाहिँ प्रतिबद्धता तपाईँको भनौँ न हाम्रो मिडिया मार्फत पनि तपाईँले भन्न सक्नुहुन्छ नि यदि रेफ्री सङ्घमा चाहिँ तपाईँ अब अध्यक्षको रूपमा उठ्दै गर्दाखेरि रेफ्रीको हकितको लागि चाहिँ म यो काम गर्छु भनेर केही प्लान बनाउनु भएको छ अभियसली त्यस्तो प्लान त गरेको छु स्पेसली मैले टार्गेट गरेको चाहिँ नि तपाईँको कुनै पनि एन्फाको पदाधिकारीहरूले रेफ्री सङ्घलाई डिस्टर्ब नगरिदिउँ र आफ्नो पदको दुरुपयोग गरेर रेफ्रीको फिफा रेफ्री बनाउने को फिफा रेफ्री नबनाउने उहाँले डिसिजन गर्ने होइन एउटा रेफ्री डिपार्टमेन्टले गर्न दिनुहोस् त्यो एउटा भयो र रेफ्रीको पारिश्रमिक टाइममा पाओस् ओके पारिश्रमिकको समस्या छ एकदम
आरएसएमको म 3 वर्ष अस्ट्रेलिया बसेर आएँ मैले मालदिभ्सको गेम खेलाएको अहिलेसम्म पैसा पाएको छैन कुन इयरको कुरा है आई थिङ्क 22 ओके भनेपछि त्यस्तो छ होइन त्यस्तो प्रब्लम नहोस् र हामीले चाहिँ नि नेपाली रेफ्री डेभलप गर्नलाई चाहिँ नि रेफ्रीहरूमा चाहिँ नि म्याक्सिममभन्दा म्याक्सिमम कोर्सेसहरू एटेन्ड गर्न सक्नुपर्छ त्यसलाई अर्गनाइज गर्न सक्नुपर्छ त्यो भयो भने मात्र हो र अर्को इन्टरनेसनल एक्सपोजरहरू दिनुपर्छ जस्तै कि बाहिरको लिगहरू होइन आई थिङ्क म 22मा फिफा रेफ्री भएको होइन 22मा हामीलाई मकाउको लिग खेल्नलाई हामी 2जना रेफ्री 2जना एसिस्टेन्ट रेफ्री बाहिर जाने कुरा थियो तर एन्फाकै पदाधिकारीहरूले किन बाहिर पठाउने भनेर रोकेको छ कि ओके त्यस्तो राम्रो एक्सपोजर पाउँदा पनि खेलाडी मात्रै होइन रेफ्रीको नि आफ्नै समस्या छ त्यही प्रब्लम नहोस् अब यही प्रब्लमलाई स्टप गरौँ भनेर नि म आएको यदि मेरो ठाउँमा म त अस्ट्रेलियामा साथी थियो साथीले बोलायो म अस्ट्रेलिया गएँ मैले एफोर्ड गर्न सक्थेँ म अस्ट्रेलिया गएँ 3 वर्ष त्यहाँ गएर गेम खेलाएँ तर मै जस्तो प्यासनेट भएको मान्छेहरू यिनीहरूले बाहिर राखिदिएको भयो भने ऊ त पागल भएर बस्थ्यो नि मेरै ठाउँमा मैले एफोर्ड गर्न नसक्ने भए त म नेपालमा पागल भएर बस्थेँ नि त म अस्ट्रेलिया गएँ अस्ट्रेलियामा मैले जाने बित्तिकै तपाईँको त्यहाँको एफएले मलाई बोलायो म गएर मिटिङ बसेँ दे आर भेरी ह्याप्पी द्याट आई एम इन अस्ट्रेलिया के वेलकम गरेँ एकदम तपाईँको लिग अलरेडी स्टार्ट भइसकेको थियो तपाईँको म गएर मिटिङ हुने बित्तिकै त्यहाँ चाहिँ कस्तो हुन्छ भने आफ्नै कम्पनी लाइक स्पोन्सरको जर्सी लाउनु पर्थ्यो जर्सीको लागि मैले स्पोन्सरको जर्सी लाउनुपर्छ त्यो जर्सीलाई वेट गरेँ 1 विक वेट गरेँ नेक्स्ट विक त मैले म्याच खेलाउन स्टार्ट गरिदिएँ त्यो पनि भनेपछि नेपालको रेफ्रीहरूको बाहिर त रेपुटेसन एकदम राम्रो रहेछ भने त देखियो रेपुटेसन अभियसली रेपुटेसन भन्दा पनि कस्तो भयो भन्दाखेरि एफएले गर्दाखेरि नराम्रो भएको छ तर इन्डिभिजुअली हाम्रो रेफ्रीहरू एकदम ट्यालेन्टेडहरू छ अब रिसेन्टली अब बिदारी भाइ उमेश बिदारी भाइ भर्खरै इलिट रेफ्री भएको छ इलिट रेफ्री भने एउटा क्याटेगोरी नै होला सायद हैन हाम्रो एएफसीमा चाहिँ फिफा रेफ्री नट इनफ इलिट प्यानलमा हुनुपर्छ इलिट रेफ्री भएको छ होइन उसले भर्खरै अन्डर 16 आई थिङ्क अन्डर 16 साफ गेममा अन्डर 16 अन्डर 18 आई डोन्ट नो है मैले त्यो गर्ने फाइनल गेम खेलाएर आएको छ हाम्रो त्यस्तो रेफ्रीहरूलाई अझ मोटिभेट गरेर अझ म्याक्सिममभन्दा म्याक्सिमम गेम दिने हो कि के गर्ने हो त्यसमा प्लान गर्नलाई नै म आएको हिजोकोले के गर्यो कसो गर्यो त्यो छोडिदिउँ अब हामीले के गरौँ भने भोलि आउनेलाई कसरी गर्ने के गर्ने र म पहिलादेखि नै यस्तो हो कि कतिवटा लिगको फाइनल भयो कतिवटा यहाँ नकआउट टुर्नामेन्टको फाइनल भयो तर कुन रेफ्रीले कुन सालमा फाइनल गेम खेलायो डाटामा होला के होला तर सोभिनियर केही पनि छैन कि भनेपछि एउटा मायाको चिनो हुन दिने मायाको चिनो छ तर फाइनल रेफ्रीलाई भन्दा स्पेसल छैन तपाईँले पनि वर्ल्ड कपमा देख्नुहुन्छ नि फाइनल रेफ्रीले मेडल लगाइदिन्छ वी डोन्ट निड द्याट मेडल तर अरू वेबाट पनि गर्न सकिन्थ्यो होला नि म आफै साफ च्याम्पियनसिपको होइन साफ च्याम्पियनसिपको पनि फाइनल गेम खेलाएको मलाई केही पनि छैन डजन्ट म्याटर प्रज्वल भाइलाई साफ गेमको फाइनल खेलाएको नेपालमा अहिलेसम्म कसैले पनि एज अ सेन्ट्रल रेफ्री कसैले पनि गरेको छैन मेन रेफ्री नै तर केही पनि छैन कि हामी चाहिँ नि म आयो भने चाहिँ नि रेफ्रीहरूलाई मोटिभेट गर्ने यङ रेफ्रीहरूलाई मोटिभेसन गर्ने र म्याक्सिममभन्दा म्याक्सिमम इन्टरनेसनल म्याचेसहरू एक्सपोज गर्ने रेफ्री एक्सचेन्जको प्रोग्राम लिएर आउने होला मैले यहीँ नजिकको कन्ट्री हामी छिमेकी कन्ट्रीसँग त्यो गरेर हामीले रेफ्री एक्सचेन्ज गरेर पनि डेभलप गर्न सकिन्छ नि त होइन अर्को कुरा भनेको कोर्सेसहरूमा म्याक्सिममभन्दा म्याक्सिमम कोर्सेसहरूमा चाहिँ इन्भल्भ गराउनु पर्छ र हाम्रो इन्स्ट्रक्टरहरूलाई पनि एउटा कस्तो हुन्छ भने म्याक्सिमम ट्रेनिङ गराएर चाहिँ नि रेफ्री डेभलप गर्न सकिन्छ त्यो त तपाईँको रेफ्रीको पार्टबाट मात्र भयो अझ एन्फाकै पार्टबाट तपाईँको अहिले एकाडेमी चलाइरहेको साथीभाइहरू हुनुहुन्छ नि जुन आफ्नो आफ्नै एकाडेमी चलाइरहेको उहाँहरूसँग पनि मिलेर हामीले गर्न सकिन्छौँ आउनुहोस् बसौँ होइन बसौँ कुरा गरौँ तपाईँले प्लेयर डेभलप गर्नुहोस् तपाईँको सँगसँगै म रेफ्री डेभलप गर्दै लिएर जान्छु त्यो त मसँग आइडिया छ नि कसरी गर्ने के गर्ने तपाईँलाई यसको लागि पनि शुभकामना दिन चाहन्छु
एकचोटि रेफ्रीकै कुरा गर्नुपर्दाखेरि होइन हामी खेलाडीको त कुराहरू छ खेलाडीले पनि अभियसली अब एन्फा नै फिफाबाट अलिक प्रतिबन्धमा छ भनेपछि त अब नेपालको फुटबल कुन अवस्थामा छ त्यो भनिराख्नु पर्दैन खेलाडीको त चर्चा हुने गर्छ रेफ्रीको नि थोरै कुरा गरौँ न रेफ्रीलाई चाहिँ एउटा रेफ्री बन्नको लागि कति गाह्रो छ किनभने फुटबल यस्तो गेम हो कि जस्तै क्रिकेटमा हेरौँ भने त्यति फिजिकल्ली धेरै इन्भल्भ हुनु पर्दैन धेरै दौडिनु पर्दैन अथवा भलिबल भनौँ फुटबलमा चाहिँ खेलाडी सँगसँगै दौडिनु पर्छ होइन र रेफ्रीलाई चाहिँ आई थिङ्क अनसङ हिरो भन्दाखेरि फरक पर्दैन क्या होइन एकदम र रेफ्रीको लागि चाहिँ दिनचर्यामा नि हरेक दिन फिट हुनुपर्छ होला होइन आफ्नो छुट्टै डाइट हुनुपर्छ होला होइन त्यो कुरा चाहिँ कतिको एप्लाई गर्नुपर्छ एउटा रेफ्रीले म 2018 देखि एएफसी एकाडेमीमा गएको मसँगै प्रज्वल भाइ पनि थियो है हामी एभ्री डे मोर देन 15 किलोमिटर रन गर्थ्यौँ एभ्री डे एउटा प्रोफेसनल एथलिट के जस्तो लाइफमा त हामी यस्तो प्यासनेट थियौँ कि होइन त्यतिखेर हामीलाई एएफसीले घडी लगाएर सुत भन्दा पनि हामी घडी लगाएर सुत्थ्यौँ कि यो घडी नलाऊ भन्दा पनि लाउँथेन कि हामी दुईजना त यो इलिट रेफ्री बन्छु किन इलिट रेफ्री बन्छु भन्दाखेरि हाम्रो नेपालमा इलिट रेफ्रीबाट रिप्रेजेन्ट गर्ने थोरै हुनुहुन्छ पहिलाको ब्याचहरू हुनुहुन्थ्यो सिनियर ज्ञान दाईहरू हुनुहुन्थ्यो सुरेन दाईहरू हुनुहुन्थ्यो विनोद केसी श्याम लामा हुनुहुन्थ्यो होइन तर पछि आएर चाहिँ नि सुदिस पाण्डे उहाँ केही वर्ष बस्नुभयो तर पछि आएर चाहिँ प्रोफेसनली गर्ने भएन म चाहिँ नि एसिस्टेन्ट रेफ्रीबाट ड्रप गरेर रेफ्रीमा जानुको कारण नै एउटा नेपाली रेफ्रीले पनि इन्टरनेसनल म्याचलाई रिप्रेजेन्ट गरोस् नेपालबाट भन्ने हिसाबले म एसिस्टेन्ट रेफ्रीमा अस्ट्रेलियामा गर्दाखेरि नि तपाईँलाई नेपालै रिप्रेजेन्ट गर्छ एकदम त्यहाँ गर्ने भन्दा पनि मलाई नेपाली रेफ्री नै भन्थ्यो सबैले अभियसली म नेपाली भन्छु नेपालको एउटा त्यहाँ इमेज पनि हुने भयो होइन पछि कोही गएर त्यहाँ रेफ्री गर्छु नेपालबाट आएको भनेपछि त तपाईँको एक्जाम्पल सेट भइसक्यो नि त त्यहाँ एकदम त्यो त म अब एनपिएल लेभलको म्याच खेलाउने भएपछि त अभियसली तिनीहरूले नोटिस त गरिहाल्छ तपाईँको फेरि कस्तो हुन्छ भने मेरो गेम खेलाउने तरिकै अर्को त्यहाँ त अस्ट्रेलियामा त रेफ्रीलाई तपाईँको रेपुटेसन अलिकति स्ट्रिक्ट रेफ्रीमा हजुर स्ट्रिक्ट रेफ्री विथ स्माइलिङ सो हामी त्यो लाइफ स्टाइलको कुरामा आउँदै थिएन त्यो 15 किलोमिटर दौडेको भन्दै थियो अरू केही लाइफ स्टाइल चाहिँ अब हामी चाहिँ त्यस्तोसम्म लाग्यौँ होइन लाग्दाखेरि चाहिँ नि एउटा हुन्छ नि 23 मा हामी आई थिङ्क 21, 22 मा हामी ग्रेजुएट भएर गयौँ होइन ग्रेजुएसन सक्यो बिकज अफ द कोरोनाले गर्दाखेरि अलिकति लङ टर्म भयो हामीलाई यस्तोसम्म राजनीति गर्थ्यो कि एउटा कर्मचारीले लाइफै डुबाइदियो एन्फाबाट दुवैजनाको लाइफै डुबाइदियो म स्टिल अहिले प्रुफ गर्न सक्छु उहाँहरूले प्रुफ माग्नुभयो भने एकजना त्यतिखेर के भएको थियो भन्दाखेरि हाम्रो गेम ए डिभिजन लिग चलिरहेको थियो ए डिभिजन लिग सुरु हुनुभन्दा अगाडि हामीले फिटनेस टेस्ट दिएर ए डिभिजन लिग खेलाएको थियौँ ड्युरिङ द ए डिभिजन लिग पनि हामीलाई फिटनेस टेस्ट लिने भनेर कुरा आयो त्यो कुरामा चाहिँ हामीले के भन्यो भने हामी अहिले दिन सक्दैनौँ ड्युरिङ द म्याच हामी दिन सक्दैनौँ आफ्टर म्याच लिनुहोस् हामी इसोके हामी दिन्छौँ इन्जोर्ड हुन्छ के हुन्छ होइन हामी म्याचकै बेला तपाईँहरूले म्याच हुनुभन्दा अलिकति अगाडि होइन त्यो टुर्नामेन्ट चल्दा बिचमा फिटनेस टेस्ट लिने भनेर भनिसकेपछि तपाईँले रेफ्रीको भूमिका नै निर्वाह गर्दै हामी सबै थियौँ अनि त्यतिखेर त्यो अलिकति कन्ट्रोभर्सियल भयो अनि त्यो भइसकेपछि त्यही इस्युले गर्दाखेरि प्रज्वल छेत्री र प्रकाशनाथ श्रेष्ठलाई अखिल नेपाल फुटबल सङ्घको कर्मचारी एकजनाले लाइफै ड्यामेज गरिदिएको अहिले प्रज्वल छेत्री प्रकाशनाथ श्रेष्ठ म अस्ट्रेलिया जानुपर्ने थिएन प्रज्वल भाइ नेपालमा गेम खेलेर राख्नुपर्ने थिएन ऊ इन्टरनेसनल म्याचमा एक्सपोज गरिरहेको हुन्थ्यो म पनि हुन्थेँ तपाईँहरूले के फिटनेस टेस्टमा चाहिँ के कारणले चाहिँ तपाईँहरूलाई नथिङ हटाइयो एउटा रिजन त हुन्छ अझ पनि इमेल छ तपाईँको समरी त हुन्छ नि हाम्रो 5 इयर्सको प्रोग्राममा त उसले के गर्यो कसो गर्यो हि इज भेरी क्यापेबल फर द फ्युचर वाट डज इट मिन्स आई वेन्ट थ्रु नि होइन तर रिजल्टमा फेल देशै छोडेर जानुपर्ने भयो पछि अब उताबाट कुरा सुन्दाखेरि तपाईँको के भयो भन्दाखेरि एउटा कर्मचारीले अब त्यतिखेर जुन हाम्रो इन्सिडेन्ट भयो नि त्यतिखेर अलिकति नराम्रै इन्सिडेन्ट लाइक बिग इस्यु भएको थियो हात हालसम्म पनि भएको थियो क्या त्यही इस्युलाई चाहिँ नि सरी मागेन उहाँलाई हामीले गएर पर्सनली सरी माग्नुपर्ने रे जबकि अखिल नेपाल फुटबल सङ्घको अध्यक्षसँग बसेर प्रब्लम सल्भ भइसक्यो वी सेड सरी वी एपोलोजाइज एभ्रिथिङ होइन फेरि मैले पर्सनली गएर हजुर भन्नु पर्यो भनेन भनेर हाम्रो करियरै डामाडोल गरिदिनु भयो यो कुरा फेरि तपाईँको प्रज्वल भाइले मजाले कुरा सुन्यो कि सुनिसकेपछि म अस्ट्रेलिया हुँदा दाइ हाम्रो त नाम यसरी काटेको रहेछ नि त यो भएर काटेको रहेछ नि भन्दा
अब कस्तो फिल हुन्छ? अब चाहिँ कतिको फुल हुनुहुन्छ भनौँ न तपाईँहरू? अब नयाँ सरकार आएको छ होइन नेपालमा पनि, अब एन्फामा चुनाव हुन्छ भन्ने पनि कुराहरू भइरहेको छ होइन, कतिको फुल हुनुहुन्छ तपाईँ? नयाँ सरकारलाई धेरै थ्याङ्क यू भन्न चाहन्छु, उहाँले धेरै गरिदिनु भएको छ। अब यसमा अखिल नेपाल फुटबल सङ्घले सरकारको हस्तक्षेप भनेर रिजन दिइरहेको छ। अब सरकार भनेपछि राखेको होइन। अब हस्तक्षेपको मिनिङ के हो त? विदेश नपठाएको त हस्तक्षेप होइन होला, त्यो त पर्सनल भिजिट हो नि होइन, एउटा फुटबलको डेभलपको लागि भिजिट होइन नि त, पर्सनल भिजिट। उहाँ त के भन्दै हुनुहुन्छ भने हामी अब कुरा मिलाउँथ्यौँ त्यहाँ गएर फिफाको मान्छेहरूसँग भन्ने जस्तो कुराहरू नै आइरहेको थियो। सरकारले कतिसम्म गर्यो भने सरकारले कारबाही गरिसकेपछि फिफासँग समन्वय गरेर त ल तिमीहरूले चुनाव गर नि त भनेर 3 महिनाको लागि छोडिदिएको हो नि त। उहाँले 3 महिनामा चुनाव गर्नु भएन, पछि रिजन के दिनुभयो? सरकारको हस्तक्षेपले गर्दाखेरि कारबाहीमा पर्यो। हस्तक्षेप भनेको त हाम्रो गणेश सर हुँदाखेरिको हस्तक्षेप हो कि। हस्तक्षेप भनेको अकाउन्ट क्लोज गरिदिनु पर्यो, अकाउन्ट चलाउनु पाएन गणेश थापाको कार्यकालमा। तपाईँको अफिसबाट निकाल्नु पर्यो, अफिस क्लोज गरिदिनु पर्यो र तथार्थ समिति गठन गरिदिनु पर्यो। सरकारले त त्यो गरेको थिएन। सरकारले त तिमीहरूले चुनाव गर भनेर 3 महिना टाइम दिएको थियो। जुन समयमा चुनाव हुनुपर्ने, असारको मसान्तमा यिनीहरूले चुनाव गर्नुपर्ने, चुनाव गर्न नसकिसकेपछि तपाईँको अब सरकारले तथार्थ समिति गठन गर्न लाग्यो, यताउता न्युज सुनेर रातारात कारबाही गराएको हो नि त। त्यो भएर अब गणेश सरको पालीको कुरा गरौँ है। गणेश सरको पालीमा म 57 सालमा जेठ 11 गते म एकाडेमी गएको, एन्फा एकाडेमीको सेकेन्ड ब्याच भएर गएको। त्यतिखेर एज अ प्लेयर अभियसली म गोलकिपर थिएँ। भन्छ तपाईँ पूर्व खेलाडी पनि? पूर्व खेलाडी, तर त्यति साह्रो प्रोफेसनली खेलिनँ। म अब सानै उमेरदेखि रेफ्रीतिर लागेँ। गणेश सरको पालीमा तपाईँको हाम्रो गीता राणा म्याडमको छुट्टै नेपाल सरकारबाट मान्यता प्राप्त भनेर उहाँको सङ्घ गठन गरिदिनु भयो। उहाँले अखिल नेपाल फुटबल सङ्घको अफिस चलाउनु भयो र गणेश सरले यता के भन्छ हामी कुपन्डलमा गएको अझ पनि याद छ है, त्यो त्यहाँभित्र त्यहाँ अफिस चलाउनु भयो कि। त्यस्तो हुँदा त्यो हो नि त कारबाही भनेको त। अकाउन्ट नदिनु, अकाउन्ट चलाउनु नदिनु, अफिसबाट त्यो हस्तक्षेप हो नि त। तर गणेश सरले चाहिँ नि के भन्छ फुटबललाई माया गर्ने, त्यो गर्ने भएर चाहिँ त्यतिखेर हाम्रो फुटबलको इतिहासमा कालो धब्बा परेन नि त। अहिले त सस्पेन्ड भन्ने वर्ड त एउटा लेखियो नि त। तपाईँहरू नि अब बाहिरतिर रेफ्रीको एज अ रेफ्री जाँदाखेरि त अब तिमीहरूको देशमा त फुटबल ब्यान छ भन्दाखेरि खबर लाग्छ। यदि यही टाइममा म अहिले अस्ट्रेलिया भएको भए अस्ट्रेलियाको रेफ्री सबैले भन्थ्यो नि त। इभन अहिले पनि फोन गरेर के हो प्रकाश तिमी त तिमीहरूको देश त यस्तो भयो नि त भनेर भन्छ। अब यो जे हुनु भइसक्यो होइन, त्यसलाई नलम्बाम होइन, सकेसम्म छिटोभन्दा छिटो सल्भ गरौँ। अब सल्भ गर्ने तरिका के हो त भन्दा एन्फाको पक्ष, सरकारको पक्ष बसेर कुरा गरेर तपाईँको फिफालाई समन्वय गरेर यो चुनाव गरौँ, स्थानीय चुनाव गरेर तलबाट चुनाव गरेर लिएर गए स्ट्रगल त्यो के भन्छ मुनिबाट चुनाव गरेर ल्याए त सकियो नि त, प्रब्लमै छैन नि। त्यो हो लुकेर बसेर यो सम्पर्कमै केही पनि प्रब्लम सल्भ हुँदैन कि। टाढा बसेर हामीले जति फेस गऱ्यो उति प्रब्लम सल्भ हुँदै जाने त पनि। ठिक छ, हाम्रो भ्युअर्सको पनि केही क्वेसन छ तपाईँलाई। तपाईँ हाम्रो प्रोग्राममा आउँदै हुनुहुन्छ भने चाहिँ केही क्वेसन छ भने राख्नु भनेर भनेका थियौँ। यहाँ सुशान्त रिजालले चाहिँ सोध्नु भएको छ होइन, वाट डु वान्ट टु से टु दोज फ्यान्स हु क्लेम रेफ्री क्यान बी बट बाई मनी भनेर सोध्नु भएको छ। के भन्नु? अब यो फ्यामिली के भन्छ एज अ एक्सपेक्टेटर्सको साइडबाट हो होइन। जहाँसम्म लाग्छ मैले अहिलेसम्म कुनै पनि रेफ्री इन्गेज भएको त्यस्तो कुरामा चाहिँ देखेको छैन। अब एकचोटि एएफसीको गेममा सिङ्गापुरमा केस भयो थियो लेबनानको रेफ्रीहरूमा होइन, तर अब वर्ल्ड कपकै रेफ्रीहरूमा त अहिलेसम्म मैले देखेको छैन। किनभने दे आर इनफ पे हुन्छ नि त, एकदमै धेरै नै राम्रै पे हुन्छ, राम्रै पे हुन्छ। अब मैले यो वर्ल्ड कपमा कति पाउँछ के पाउँछ त्यो चाहिँ बुझेको छैन। 70,000+ हुन्छ अरे डलर, अभियसली $70,000 हुन्छ अरे पर म्याच। $5,000 फर रेफ्री, असिस्टेन्ट रेफ्रीलाई 5,000+, एसिस्टेन्टलाई 3,500+, त्यस्तो पैसा हुन्छ होइन। त्यो त गर्नु पर्दैन। अब हामी नेपाललाई बिग मनी होला, युएसलाई थोरै मनी होला, तर स्टिल दे आर ह्याभिङ अ मनी नि
होइन त्यस्तो त त्यस्तो सम्भावना छैन। सम्भावना छैन भन्छ अब भित्रभित्रको कुरा त सो के एउटा दुइटा हजुरले सिम्प्लिफाई गरिदिन्छु भनेर के रुल्सहरूलाई, जस्तै पेनाल्टी चाहिँ कुनै पनि टिमले कस्तो अवस्थामा पाउँछ त्यो नि भन्दैन, किनभने यो पेनाल्टीको धेरै विवादहरू आइरहेछ, तपाईँले क्ल्यारिफाई गरिदिनु भने हाम्रो अडियन्सलाई पनि सजिलो हुन्थ्यो। पेनाल्टी हजुर यो पेनाल्टी भनेको चाहिँ नि ल 12 मा पर्छ है। ल 12 मा हाम्रो के भन्छ 7वटा प्लस 12वटा है 17वटा होइन ए सरी 19वटा इन्सिडेन्ट छ है तपाईँले होइन 19वटा इन्सिडेन्ट छ। त्यो इन्सिडेन्ट भित्र परेर पेनाल्टी एरिया भित्र त्यो इन्सिडेन्ट भयो भने हामीले पेनाल्टी दिने हो। त्यो भनेको त डाइरेक्ट फ्री किक अफेन्स, डाइरेक्ट फ्री किकको अफेन्सहरू भयो भने इनसाइड द पेनाल्टी एरिया त्यो डाइरेक्ट फ्री किकको अफेन्स भयो भने पेनाल्टी दिने हो। अब त्यसमा चाहिँ नि होल्डिङ, पुसिङ होइन, तपाईँको किकिङ, एटेम्प टु किक्स एन्ड अपोनेन्ट, त्यस्तो थुप्रो छ। अहिले सर अब बिस्तारै भन्यो भने चाहिँ भन्न सकिन्छ होइन, त्यस्तो छ। जस्तै अब एउटा चाहिँ ह्यान्डबलकै कुरा गरौँ न होइन, त्यो विपक्षी जुन टिमको गोलपोस्ट एरिया हुन्छ त्यो टिमको खेलाडीले हातले टच भएको चाहिँ देखिन्छ, तर कुनैमा चाहिँ हातले टच गर्दा दिएको डिसिजन पनि दिन्छ भने कुनै बेला चाहिँ हातले टच गरे पनि त्यो चाहिँ नदिएको पनि देखिन्छ होइन। ह्यान्डबल भनेको चाहिँ ह्यान्डबलको चाहिँ क्ल्यारिफाई गरिदिनु। ह्यान्डबल भनेको चाहिँ म एकदम स्पेसली ह्यान्डबलमा फोकस गर्छु है त। ह्यान्डबल भनेको चाहिँ यस्तो इन्सिडेन्ट हो कि फ्रम माई एङ्गल भ्यू इट माइट नट बी ह्यान्डबल है, तर रेफ्री एङ्गल माई भनेको रेफ्री, माई एङ्गल भ्यू इट माइट नट बी, तर तपाईँहरूको साइडबाट देख्दा हुनसक्छ। अब यसमा चाहिँ नि हामीले के हेर्नु पऱ्यो त, तपाईँको हातको पोजिसन, डिस्टेन्स अनि पावर, बलको पावर, डज ही हेभ अ चान्स टु मुभ द ह्यान्ड अर नट होइन, डिड ही ट्राई टु अभोइड द कन्ट्याक्ट अर नट, इज द्याट अ नेचुरल पोजिसन अर अननेचुरल पोजिसन, यस्तो इन्सिडेन्टहरू केसहरू रिड गर्नुपर्छ। अब अर्को कुरा चाहिँ नि मेन कुरा चाहिँ जस्टिफाई गर्न सकिन्छ कि सकिँदैन, त्यो ह्यान्डबल हो भनेर मैले जस्टिफाई गर्न सकिन्छ कि सकिँदैन, होइन भनेर जस्टिफाई गर्न सकिन्छ कि सकिँदैन, त्यो कुरा स्टडी गर्नुपर्छ। अब लाइक अ भलिबल सट भयो भने त इजी, रेफ्रीलाई त केही प्रब्लम नै छैन, इजी। यो भन्ने बित्तिकै उरुगेका प्लेयर छन् नि, स्वारेज घाना विरुद्ध गरेको याद आउँछ। अब भलिबल सट भयो भने त त्यसमा केही पनि छैन, त्यो स्ट्रेट पेनाल्टी भयो। तर कहिलेकाहीँ हात मुभ गर्दाखेरि तपाईँको जस्तै कि खुट्टाले हान्दाखेरि हामी खुट्टा चलाउँदा हात पनि मुभ हुन्छ नि त, पावर चलाउँदा, त्यतिखेर लाग्ने अननेचुरल पोजिसन कस्तो हो, डिफेन्डरको आफ्नै टिममेटबाट डिफ्लेक्ट भएर आएको बल, डेलिबरेटली प्ले भएर आएको बल के हो, त्यस्तो कुराहरूमा चाहिँ नि स्टडी गर्नुपर्ने हुन्छ हामीले। अब जस्तै कि इनसाइड द पेनाल्टी एरिया आफ्नै प्लेयरको बडीबाट टच भएर उसको हातमा लागेको छ भने त लजिक के हो भन्दाखेरि जानी कसैले पनि इनसाइड द पेनाल्टी एरिया ह्यान्डबल गर्दैन, किनभने पेनाल्टीको चान्स भइहाल्छ। पेनाल्टी हुन्छ, पेनाल्टी भनेको 100% 99% गोल होइन, त्यो भइसकेपछि चाहिँ नि तपाईँको त्यो ह्यान्डबल लिँदैन। आई थिङ्क 2014 को वर्ल्ड कपमै भएको होला, पेनाल्टी एरियाभित्र त्यस्तो एउटा इन्सिडेन्ट भयो थियो होइन, त्यो एउटा भयो। अनि तपाईँको अब उसले आफ्नो हातबाट एरिया कति ठुलो गरेको छ त ब्यारियर होइन, अब यस्तो गर्दाखेरि हात ठुलो गरेको छ कि छैन। अब यो गर्दा पनि तपाईँको हात लाइक लुलो भन्छ नि हामीले, के भन्छ लुज मोसनमा छ भने के हुन्छ, बलले टच गर्दाखेरि यदि हात पछाडि गयो त्यो भनेको त नेचुरल पोजिसन भयो कि इन्टेन्सनल भएन। इन्टेन्सनल भनेको त हात स्ट्रेट, यो ड्याममा लागेर हात मुभ भयो भने त्यो इन्टेन्सन मारेर हामीले पेनाल्टी दिन सकिन्छ, त्यो ह्यान्डबल हो। तर त्यही हातमा लगाएर हात पछाडि मुभ हुने बित्तिकै त के हुनुभयो त, त्यो त उसको इन्टेन्सन होइन नि त। फेरि के हुन्छ भने डिफेन्डरको पार्टमा छुट्टै, एट्याकरको पार्टमा छुट्टै एक्सिडेन्टल ह्यान्डबलमा है। अब तपाईँको एट्याकरमा के हुन्छ भने एक्सिडेन्टल होस् या जस्तो सुकै होस्, लुकाएर हात लुकाउँदा त्यो हातमा लागेर गोल भयो भने इट्स अ ह्यान्डबल होइन। त्यो एट्याकर र डिफेन्डरको पनि चाहिँ छुट्टै छ। ओके, सो अर्को एउटा रुल एन्टी मार्टिनेज रुल भन्ने पनि आएको छ, जस्तै यो चाहिँ पछिल्लो फिफा विश्वकपमा चाहिँ विशेष गरी एन्टी मार्टिनेज जो अर्जेन्टिनाका किपर थिए, उनले चाहिँ पेनाल्टी प्रहार गर्ने बेला विपक्षीको प्लेयरलाई चाहिँ त्यो गर्ने क्या ब्यान्टरहरू गर्ने, अलिकति डिस्टर्ब गर्ने कुरा गरेर भनेको कारणले गर्दा यसपटक चाहिँ
पेनाल्टी सुटआउटको बेला चाहिँ किपरले चाहिँ अब धेरै डिस्टर्ब गर्न नपाउने प्लेयरलाई जसले प्रहार गर्दैछ नि यो रुल चाहिँ आएको छ होइन यो बारेमा चाहिँ के भन्न चाहनुहुन्छ? अब रुल चेन्ज हुने भनेको प्रब्लम देखिसकेपछि मात्र रुल चेन्ज हुने हो। नेपालको रुल चेन्ज भएको नेपालकै ग्राउन्डबाट रुल चेन्ज भएको एक दुईवटा नेपालमा यस्तो गेमहरू नि भएको थियो जसले गर्दा फुटबलको रुल नै चेन्ज भएको छ। रुलै चेन्ज भएको इन्ट्रेस्टिङ कुरा। आई थिङ्क 3 स्टार होला प्रेसिडेन्ट कप खेल्दाखेरि सब्स्टिट्युट प्लेयर फर्स्ट 11मा गएर खेलेको त्यो भइसकेपछि त्यतिखेर चाहिँ नि आई डोन्ट नो द रेफ्री होइन त्यो त्यतिखेर याद गरिनँ। सब्स्टिट्युट प्लेयरहरू फर्स्ट 11मा गएर खेल्यो पछि रेफ्रीले बाहिर निकालेर उसलाई येलो कार्ड दिएर बाहिर पठाइदियो अनि सब्स्टिट्युट गरेर फेरि रिइन्टर गऱ्यो कि रिइन्टर गरायो। त्यो रुल्स चेन्ज भएर चाहिँ नि हाम्रो चाहिँ नि अब सब्स्टिट्युट प्लेयर पनि फर्स्ट 11को सेटबाट खेल्यो भने एउटा रेफ्री रिपोर्ट लेख्छ चेन्ज गरिदिन्छ द्याट्स इट नो निड टु कसन नथिङ त्यो भयो। अब रेफ्रीकै हामीले ग्राउन्डबाटै अर्को चेन्ज भएको चाहिँ नि म र प्रज्वल भाइ नै है हामी नि दुईजना नै इन्गेज थियौँ। जुन पेनाल्टी हान्दाखेरि 1 स्टेप अहेड राख्ने चाहिँ नि किपरको पाउने 1 स्टेप अगाडि राख्न पाउने त्यो चाहिँ नि म र फिफाको इन्स्ट्रक्टर हामी दुईजनाले ट्रायल गरेर ल यो चेन्ज गर्ने भनेर भनेको। अनि अर्को कुरा भनेको चाहिँ नि लबदाई म रोजेन श्रेष्ठ होला हामी लुक्लामा गएर गेम खेलाएको थियौँ। लुक्ला भनेको त माथि डाँडामा लुक्ला एयरपोर्ट लुक्ला एयरपोर्टमा गएर गेम खेलाएको थियौँ। त्यतिखेर रुल्स थिएन कि कर्नल फ्ल्यागमा आयोजक कमिटीको लोगो लगाउनु पाइने त्यो प्लेनै हुनुपर्थ्यो यो या त्यो स्क्वायरमा हुनुपर्थ्यो होइन त्यो बक्सवाला हुनुपर्थ्यो त्यस्तो थियो। तर त्यहाँ हामीले राखिसकेपछि स्टिल रिमेम्बर कि लबदाईले त्यो फोटो राखेर फेसबुकमा राख्नुभएको थियो कि त्यो आई मिन अर्गनाइजर कमिटीको लोगो भएको फेसबुकमा राखिसकेपछि चाहिँ अनि पछि चेन्ज भएको त्यही इयर चेन्ज भएको। अब यो पनि लास्ट टाइमको वर्ल्ड कपमा भएको केस हो नि त। अब जति प्रब्लम आउँदै गर्छ त्यति त्यसलाई देयर इज अलवेज रुम फर इम्प्रुभमेन्ट त्यसलाई चेन्ज गर्दै गेममा इम्प्लिमेन्ट गरेर ल्याउने हो। त्यो कुरा पनि अब पहिला गर्दाखेरि त्यो रेफ्रीले स्टप गर्नुपर्थ्यो त्यसलाई वार्न गर्नुपर्थ्यो समथिङ एक्सन लिनुपर्थ्यो लिएन त्यो रेफ्रीको आफ्नो साइडमा छ देखेन के भयो होला त्यो लेभलमा पनि होइन देखेन भने अब तर अहिले आएर त चेन्ज भयो नि त। अब यो वर्ष प्रब्लम भएको हामी नेक्स्ट वर्ल्ड कपमा चेन्जेसहरू अझै आउने छन्। अभियसली तपाईँको गोलकिपरले म्याक्सिमम होल 8 सेकेन्ड होल्ड गरेको तपाईँको थ्रोइङमा 5 सेकेन्डभन्दा थ्रोइनको नि हामी कार्यक्रममा अन्त्यतिर छ तर एउटा मलाई क्वेसन जिज्ञासा लाग्यो थ्रोइनमा नि जस्तै जुन ठाउँबाट आउट हुन्छ नि त्यो ठाउँबाट त्यो पोइन्टबाट भन्दा नि धेरै अगाडि आएर थ्रोइन गरिरहेको देख्छौँ क्या प्लेयरले कति अगाडिसम्म आउन पाउने हो त्यसलाई चाहिँ नि अब के छ भन्दाखेरि जहाँबाट आउट गएको त्यहीँ गर्नुपर्छ तर अलिकति अगाडि जान्छ भने त डजन्ट म्याटर नि होइन किन गेममा प्रेसर लिइराख्ने लुजिङ टिम छ विनिङ टिम छ होइन त्यो अनुसारले रेफले म्यानेज गरेर त्यो गर्छ त्यो बिग इस्यु होइन। यदि त्यो कर्नर थ्रोइङबाट गोल हुने कन्डिसन छ भने कन्डिसन छ भने चाहिँ नि उसले फोर्सै गर्छ जुन ठाउँमा छ त्यहीँबाट हामी अब कार्यक्रमको अन्त्यतिर पनि छौँ होइन। तपाईँले अब फिफा वर्ल्ड कपको यो कन्ट्रोभर्सियल डिसिजनदेखि आफ्नो पर्सनल एक्सपिरियन्सदेखि नेपालको फुटबलको रेफ्रीको पोइन्ट अफ भ्यूबाट नै आफ्नो कुराहरू राख्नुभयो एकदम खुसी लाग्यो होइन। अन्तिममा चाहिँ अडियन्सलाई के भन्न चाहनुहुन्छ? हामीलाई गाली नगरिदिनुहोस् रेफ्री भनेको पनि ह्युमन बिङ हो कहिलेकाहीँ ह्युमन इरर हुन्छ जानी कसैले पनि गल्ती गर्दैन जानी गऱ्यो भने त्यो गल्ती नै हुन्न र एउटै गल्तीले हामी फेरि पछि पनि दोहोऱ्याउँदैनौँ। त्यही भएर चाहिँ हामीलाई माया गरिदिनुहोस् गाली नगरिदिनुहोस् सुधार्ने टाइम दिनुहोस् र अर्को कुरा चाहिँ नि तपाईँको एज अ फ्यान गेमलाई रेस्पेक्ट गरिदिनुहोस् सबै आफूलाई पनि रेस्पेक्ट गर्नुहोस् प्लेयरलाई पनि रेस्पेक्ट गरिदिनु सबैलाई गरिदिनु थ्याङ्क यू भेरी मच। हजुरलाई अब एक्सट्रिम हाम्रो स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिङ्कको तर्फबाट सानो गिफ्ट ह्याम्पर पनि रहेको छ थ्याङ्क यू कार्यक्रममा आइदिनु भयो यसको लागि थ्याङ्क यू सो मच। थ्याङ्क यू। उहाँहरू पनि थियो आजको हाम्रो गेस्ट प्रकाशनाथ श्रेष्ठ जसले हामीलाई जारी फिफा विश्वकपको बारेमा चाहिँ रेफ्रीको पोइन्ट अफ भ्यूबाट विभिन्न खालको इन्साइट्सहरू दिनुभयो र उहाँ आफ्नो व्यक्तिगत रूपमा पनि नेपाली फुटबलमा रेफ्री सङ्घमा चाहिँ चुनावमा उठ्ने कुरा पनि सेयर गर्नुभयो। उहाँलाई आफ्नो थप करियर अथवा यो रेफ्रीको करियरको लागि पनि शुभकामना दिँदै अहिलेको लागि भने हामी एक्सट्रिम इनर्जी ड्रिङ्क प्रेजेन्ट गोल्डकपबाट बिदा लिन चाहन्छौँ। नमस्कार। सुनको बल सुनको बल खेलो
आफ्नो एक्सट्रिम एनर्जी ड्रिङ्कको क्यानमा भएको क्युआर कोड स्क्यान गर्नुहोस् र सुनको बल जित्ने मौका पाउनुहोस्।